नमस्कार सबैमा यो पहिलो भिडियोमा र यस च्यानलबाट आउने सम्पूर्ण भिडियोहरू सेयर मार्केट रिलेटेड हुनेछन्। कुन सेयर कहिले खुल्छ अनि हजुरले चाहेको खण्डमा नेप्सेको दैनिक रूपमा चाहिँ कति घडबड भएको छ अनि कुन सेयरको बाँडफाँड कहिले हुन्छ, कस्तो छ कम्पनी अनि यी लगायतका सम्पूर्ण सेयर सम्बन्धी सम्पूर्ण कुराहरू सेयर गुरु युट्युब च्यानलबाट आउनेछन्। त्यसैले यस्तै प्रकारका भिडियोहरू नियमित रूपमा हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। जब यो च्यानललाई सब्स्क्राइब गर्नुहुन्छ त्यसपछि यो च्यानलमा आउने सम्पूर्ण भिडियोहरू हजुरलाई सेयर सम्बन्धी जे कुरा पनि आवश्यक पर्छ सोध्न सक्नुहुन्छ। र अर्को कुरा यो च्यानलमा चाहिँ अब सम्पूर्ण भिडियोहरू सेयर सम्बन्धी आउने भएको कारणले गर्दा चाहिँ अरू भिडियोहरू हेर्न पनि पर्दैन। र आजको यो भिडियो बनाएको दिनदेखि चाहिँ अर्को दिन नै हाम्रो ट्रेड टावर लिमिटेडको आइपिओ आउँदैछ र अब यसमा थुप्रै कुराहरू हुन्छन्। यो कम्पनी कस्तो हो भन्ने कुरा होला अथवा कति किता एप्लाई गर्न पाइन्छ भन्ने कुरा होला र पर्ने सम्भावना कति छ, कति नेटवर्क इपिएस सबै बारेमा जानकारी हुनेछ। लागौँ आजको सबै भिडियोतर्फ। र अब यो भिडियो त पहिलो भिडियो, मलाई आशा छ हजुरहरूले चाहिँ माया गरिदिनु हुनेछ। ल अब सुरु गरौँ है त। ल अब ट्रेड टावर लिमिटेडको आइपिओको बारेमा जान्नुपर्दा यो कम्पनीले चाहिँ आफ्नो जारी पुँजी कति हो भन्ने 81,56,56,09,700 रुपियाँ जारी पुँजी छ र यसको अर्थात् यो जारी पुँजी मध्ये 48.696% हुन आउने जति पनि रकम हुन्छ अथवा चाहिँ 39,71,69,300 रकम बराबरको चाहिँ आइपिओ निष्कासन गर्ने भएको छ। त्यो पनि 100 अङ्कित दरको रूपमा अर्थात् एक किताको 100 को दरले। र अब यसको चाहिँ टोटल सेयर सङ्ख्या चाहिँ कति हो भने 39,71,693 किता चाहिँ यसले सेयर निष्कासन गर्ने हो। जसमध्ये सर्वसाधारणमा निष्कासन गर्ने सम्पूर्ण यो 39,71,693 सेयर मध्ये 10% सेयर अर्थात् 3,97,169 किता सेयर चाहिँ यसले जुन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसेका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकहरू अर्थात् त्यहाँ भएका राइट सेयरहरू खुल्छ भनिन्छ नि, ती विदेशमा काम गर्ने नेपालीहरूको लागि चाहिँ निष्कासन गरेको छ। यो गरिसकेको छ भने 5% अर्थात् 1,98,584 किता सेयर चाहिँ सामूहिक लगानी कोष र 2% अर्थात् 79,000 है त 79,433 किता चाहिँ कम्पनीका कर्मचारीहरूलाई बाँडफाँड गरिसकेपछि बाँकी रहन आउने 32,96,505 किता चाहिँ यसले चाहिँ निष्कासन गरेको छ भनेर हामीले यो कुरा बुझ्न सकिन्छ। 32 लाख हाम्रा सेयर सर्वसाधारणको लागि निष्कासन गरेका सेयर कति रहेछन् भने 32,96,505 किता चाहिँ यसले सर्वसाधारणका लागि निष्कासन गरेको रहेछ। यसबाट के थाहा पाउन सकिन्छ भने यो सेयर पर्ने चान्स चाहिँ एकदमै धेरै छ। किनभने अब कतिलाई पर्छ हामीले कर्मीसँग हेर्दै जान्छौँ। साधारण सेयरहरू सर्वसाधारणका लागि चाहिँ धितोपत्र दर्ता गरी नियमावली 2073 को अधीनमा रही सार्वजनिक निष्कासन गरेको छ भनेर बुझ्नु पर्यो। नेपाल धितोपत्र बोर्डबाट विवरण पत्र स्वीकृत भएको मिति चाहिँ 2081 साल 12 महिना 25 गते विवरण पत्र स्वीकृत भएको थियो र कम्पनी रजिस्ट्रेसनको कार्यालयमा विवरण पत्र चाहिँ 2081 साल 12 महिना 25 गते नै दर्ता भएको थियो भनेर हामीले बुझ्न सकिन्छ। र अब चाहिँ हाम्रो यसको नेटवर्क सबै विवरण बुझौँ, त्यसपछि हामी क्लियर हुन्छौँ। ट्रेड टावर लिमिटेडको चाहिँ आह्वान पत्र हेरेर हामीलाई थाहा हुन सक्छ र यो कुरा हजुरले हेरिसकेपछि हजुरलाई यो कम्पनीमा लगानी गर्न ठिक छ कि छैन, यो कस्तो छ कम्पनी भनेर सबै कुराहरू जानकारी हुनेछ। अब हेरौँ त, जस्तो प्रति सेयर नेटवर्क चाहिँ यसको कति छ भने 113.39 रहेको छ है त, 113.39 रहेको छ। अब नेटवर्क भनेको के हो भने कुनै पनि सङ्गठन कुनै पनि कम्पनीको चाहिँ
कुल सम्पत्तिबाट कुल दायित्व घटाइसकेपछि बाँकी रहन जाने रकम नेटवर्कको हो। त्यसको चाहिँ टोटल सेयर आउटस्ट्यान्डिङले त्यो नेटवर्कलाई भाग गरिसकेपछि प्रति सेयर नेटवर्क आउँछ, जुन यहाँ कति छ भने 113.39 छ। यो राम्रो कुरो हो। यति कुरा बुझिसकेपछि हामीलाई थाहा हुन्छ कि यो कम्पनी राम्रो कम्पनी नै छ, ठिकै कम्पनी छ। अनि अर्को छ यो सेयरको आम्दानी भनिसकेपछि यसको चाहिँ प्रति सेयर आम्दानी भनेको अर्निङ पर सेयर कि इपिएस। यसको इपिएस कति छ भने यता पोस्ट मसन्तसम्मको हजुरले पनि हेर्न सक्नुहुन्छ, 1.88 छ। अब इपिएस आउने भने अर्निङ पर सेयर, एउटा सेयर बापत कति फाइदा हुन्छ भन्ने कुरा हो। अब यसको चाहिँ 1.88 भनेर बुझ्नु पर्यो। र अब यो कसरी निकालिन्छ भन्ने कुरा पनि जान्न मन छ भने कुनै पनि सङ्गठन कम्पनीको चाहिँ नेट इन्कम हुन्छ, नेट प्रफिट हुन्छ, त्यसलाई चाहिँ आउटस्ट्यान्डिङ सेयरले भाग गरिसकेपछि एउटा सेयरको आउने हो। र अर्को कुरा चाहिँ यसको नाफा पनि सञ्चित नाफामै छ, यो 56,048 भनेर हामीले हेर्न सकिन्छ। र यति कुरा हेरिसकेपछि जहाँसम्म लाग्छ हजुरले धेरै कुरा बुझिसक्नु भएको छ। अनि यहाँ चाहिँ हाम्रो सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुल्ला अवधि चाहिँ कहिले यो खुलेको छ, कहिलेसम्म भर्न पाइन्छ, कति भर्ने, यो कुरा हेरौँ है त। ल, निष्कासन खुल्ला हुने मिति चाहिँ 2082 साल 2 महिना 14 गतेदेखि। आज कति हो? 13 गते हो। यो भिडियो बनाउँदाको दिन 13 गते हो भने अब कहिले खुल्ने रहेछ? 14 गतेबाट खुल्ने रहेछ। निष्कासन बन्द हुने कहिले हो भने 19 गते चाहिँ यो बन्द हुने रहेछ, ब्याङ्किङ समय पश्चात भन्छ। अब अर्को कुरा चाहिँ के छ भने यदि निष्कासन बन्द हुने, यदि निष्कासन गरेका सेयरहरू कति थिए? 32 लाख समथिङ थिए नि। ती सेयरहरू निष्कासन गरेको चाहिँ आवेदन कम आएको छ भने त्यो अवस्थामा चाहिँ यो बढेर जेठको 28 गतेसम्म लम्बिने छ भन्छ। तर अहिलेको खण्डमा हेर्ने भने भर्खरै सानवीको नि हेरिहालियो, लगभग 20 लाख प्लस नै आवेदन आइसकेको छ भनिसकेपछि अब यसको पनि लगभग त्यही नै हो। अब यो त लगभग 3 लाख समथिङलाई पर्ने आइपिओ, किनभने हाम्रो सेयर सङ्ख्या कति छ त्यसलाई चाहिँ प्रत्येकको भागमा कति 10 किता दिनु पर्यो। जस्तो कि न्यूनतम 10 दरखास्त कति दिनु पर्यो भने 10 किता सेयर दिनुपर्ने हुन्छ र अधिकतम 1000 कितासम्म पनि भर्न सक्छ। तर 10 किताभन्दा बढी पर्ने चान्स चाहिँ अहिलेको समयमा एकदमै कम छ। हजुरले 10 किता नै भर्नु होला। र अब कहिले भर्ने भन्ने पनि यसैमा आउन सक्छ। जुनसुकै समयमा भरे पनि अब मिक्स नै हुने हुन् सबै सिआरएनहरू, जसले गर्दा चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भने हल्का चान्स भनेको सुरु र अन्तिमतर्फ भर्दा कि कतै पर्छ कि भन्ने आफ्नो मनोबल हो। त्यसैले आफ्नो मनोबललाई सन्तुष्ट बनाउनको लागि अब सुरुमा अथवा अन्तिममा भर्न सकिन्छ। र अर्को कुरा चाहिँ यहाँ के छ भने दरखास्त प्रति सेयर अङ्कित मूल्य चाहिँ 1 सेयरको 100, 10 किता भरियो भने भर्नै पर्ने भयो। 10 किताको चाहिँ 1000 पर्छ भनेर बुझियो। ल, अब यहाँ चाहिँ साधारण सेयर फिर्ता हुने अवधि यो खासै हजुरले हेर्न सक्नुहुन्छ। र लगानीकर्ताले धितोपत्र सार्वजनिक निष्कासनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रूपमा उक्त निष्कासनको लागि तयार गरेको विवरण पत्र पढी चाहिँ स्वविवेकले दरखास्त दिनुपर्छ। अब सेयर भर्दा चाहिँ त्यो बारेमा जानकारी गरेर मात्र भर्नुपर्छ। विवरण पत्र जुन मैले अहिले आह्वान पत्र देखाइहालेँ हल्का, त्यसैको आधारमा गर्नुपर्छ भनेर हामीले बुझियो। अब चाहिँ अझै बाँकी कुरा हेरौँ। र यसको इस्यु म्यानेजरको रूपमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। र यो आइपिओ जुन हाम्रो चाहिँ 32,96,505 किता थिए, जसमध्ये बाँडफाँड चाहिँ कसरी हुन्छ भने कर्मचारीको लागि चाहिँ 5% जुन 1,64,825 जुन अगाडि भनेको कुरा हो। अनि यो कलेक्टिभ इन्भेस्टमेन्ट फन्ड अर्थात् म्युचुअल फन्डको लागि चाहिँ 5% अर्थात् 1,64,825 त्यही माथिकै कुरा भयो। अनि अर्को कुरा पनि यो दुईवटा कुरा घटाइसकेपछि सर्वसाधारणको लागि बाँकी चाहिँ सर्वसाधारणको लागि 32,96 समथिङबाट 164,164 त्यो घटाउँदा हाम्रो बाँकी कति आउँछ भने 29,66,854 आउँछ। यो किता नै हाम्रो सर्वसाधारण सबैले यसैमा आवेदन दिने हो। अब जुन ट्रेड टावर लिमिटेडको आइपिओको यो विवरण हेर्दा चाहिँ हाम्रो कति हुन्छ भने 29,46 सर्वसाधारणका लागि 228 भइहाल्यो नि। अब यसलाई गणना गर्दा 10 किता, यदि सबैले 10 किता मात्र आवेदन गरेका छन् भने त्यस्तो अवस्थामा चाहिँ हाम्रो डिभाइडेड बाई 10 गरियो भने
चाहिँ हाम्रो 2,94,642 जनालाई यो पर्ने रहेछ। यदि 10 किताभन्दा धेरै लगभग पर्दैन। यसको मतलब हाम्रो 2,94,000 जनालाई चाहिँ यो आइपिओ पर्छ भनिसकेपछि त्यो मध्ये हजुर पनि पर्न सक्नुहुन्छ। यो चाहिँ हामीले आशा गर्ने हो जहाँसम्म पर्ला। अनि अर्को छ ट्रेड टावर लिमिटेड आइपिओमा चाहिँ अधिकतम करिब 2,94,642 जनाले 10 किताको लागि आवेदन दिन सक्ने भए र यो आवेदन गर्ने सङ्ख्या योभन्दा धेरै भयो भने यदि 10 किताभन्दा धेरै कसैलाई पर्यो भने त्यो त एउटा लकी ड्रबाट लटरी प्रणाली लागु हुन्छ। अब धेरैले नपाउन सक्छन्, पाउँदैनन्। 1-2 जनाले मात्र 11 कितासम्म पाउन सक्ने हो। त्यसैले 10 किता नै दिए भइहाल्यो। अनि अब यसमा चाहिँ के हुन्छ भने इपिएसको बारेमा थाहा भइहाल्यो। 1.88 रुपियाँ रहेको रहेछ। नेटवर्क पनि थाहा भइहाल्यो। र अर्को चाहिँ नेप्से यसको आधारमा नेप्से सूचीबद्ध रूपमा ट्रेड टावर लिमिटेडको सेयरको प्रारम्भिक कारोबार कसरी हुन सक्यो भने यदि न्यूनतम भयो भने 123.9 देखि सुरु हुन्छ। यदि अधिकतम भयो भने 369.27 369 सम्म पुग्छ के। भनिसकेपछि एक किता 100 को सेयर 369 सम्मबाट पनि कारोबार हुन सक्छ। अधिकतम यदि न्यूनतम पनि सुरुमै हामीलाई 83 रुपियाँ त नाफा भयो। एक किताको 100 रुपियाँ हो, तर 123 बाट सुरु भयो भने पनि 23 रुपियाँ त कारोबार हुने बित्तिकै हामीले पाउन सकियो भनिसकेपछि हामीलाई नाफा छ। हामीले ढुक्क भएर सेयर भर्न सक्छौँ। र अधिकतम भयो भने त अब 269 रुपियाँ फाइदा, किनभने 369 चाहिँ अधिकतम हो। यसैको बिचमा रहेर कारोबार हुने हो सुरुमा। त्यसपछि अब कुन समयमा बेच्दा राम्रो हुन्छ, जस्तो यो 7-8 हजारसम्म जान सक्ने सम्भावना हुन्छ। यदि सर्ट टर्मको लागि हो भने यो सुरु जुन कारोबार भएको केही समयमा धेरैले सर्किट हानिरहेका हुन्छन्। 10 किताले 10%ले सुरुमै हाइएस्ट पनि गइरहेका छन् कि धेरै उदाहरणहरू हेर्न सकिन्छ। त्यसको आधारमा लगभग अब जब अधिकतम भएको छ र जब घट्न थाल्यो त्यो अवस्थामा नै बेच्दा हामीले प्रफिट कमाउन सक्छौँ अथवा लङ टर्मको लागि राख्न पनि सकिन्छ। र अब यति कुरा बुझिसकेपछि मलाई लाग्छ हजुरले चाहिँ यो सेयर सम्बन्धी सम्पूर्ण कुराहरू जान्नुभयो। अब यो मेरो पहिलो भिडियो थियो, जुन हजुरले पहिलो भिडियो हेरिराख्नु भएको छ भने अब चाहिँ मैले अन्य थुप्रै भिडियोहरू पनि ल्याउँछु सेयर सम्बन्धी। अन्य नयाँ सेयरहरू खुल्ने अनि कहिले चाहिँ लागु हुने, सञ्चालन हुने, त्यो सबै बारेमा जानकारी दिनेछु। त्यसैले च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला। भिडियोमा अझै केही सुधार गर्नुपर्ने छ भने कमेन्ट गर्नुहोला भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त।